माथि माथि हानेन ओइ उहाँबाट हान न अलिक छेउमा लगेर हो त गन चाहिँ छेउमा लानु नि पर पनि हान्ने नि होइन यता ओ यहाँ भित्र हान्दै जाऊ न यहाँ यो ठेलामा एकछिन ल भयो अब देव भाइ हाम्रो अघि ऊ के अरे फिटबाट आउँदाखेरि जम्मा मोटामोटी 1300 को हाराहारी थियो होइन 1300 को हाराहारी थियो अहिले 158 बेलुकाको समेत गरेर 1458 वटा 1458 भयो 1458 मा अब यो गनेर त सकिँदैन होला सरले 1-2 मिनेटको भिडियो भए पनि बनाउनु भन्नुभएको छ लु सुरु गर त ल 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 यो चाहिँ 3 दिनदेखिको कुखुरा हो 42 चाहिँ अब 44 यो समेत अब धेरैचोटि कुखुरा मरिसक्दाखेरि पनि अब उहाँ इन्सुरेन्समा क्लेम गर्दाखेरि पनि सरहरू आएर निगरानी गर्नुहुन्न अनि हिजै डाक्टर आउने भनेको थियो डाक्टर नआएपछि अस्तिको दिनदेखि कुखुरा राखेको आज 3 दिन भयो अब यो अनि सरले अब चाहिँ माथिबाट चाहिँ मलाई फोन गरेर चाहिँ अब जति हुन्छ त्यसको भिडियो फोटो गरेर पठाउनु यसपालिको चाहिँ अबदेखि भोलिदेखि मरेको चाहिँ 1-2 दिन राखेर अनि त्यसमा चाहिँ म इन्सुरेन्स कम्पनीमा फोन गरेर अवगमन गर्न लाउँछु भन्नु भएर चाहिँ अहिले चाहिँ यसरी नै हामी गर्नु भन्नु भएर उहाँले भने जस्तै नै अहिले हामी गर्दैछौँ 80 यहाँ पानी भर्नु 81 82 पाइप ल्याएर 84 85 86 87 88 89 90 91 ल गर्न अब यो भिडियो लामो बनाएर सकिँदैन ख्याल अब मरे पनि एउटा दुईटा मर्छ अब त्यो यी गाडिदिनु पर्छ त्यस्तो उता राख्नु यी गाडिदिनु पहिला यिनीलाई हाल्नु होला नि यो बाइक पास गर्नुहुन्छ नि कसै नै यहाँ खाल्डो पनि लगभग अघि चिरेर हेरेको नि यो यहाँ मान्छेले खन्न पार्न लगेर हामीले
टाढा किन ट्र्याक्टरमा लाने भनेर जेसिबी बोलाएर जेसिबीले नि खाल्डो खनेको छ है। म उठाइदिन्छु कि एकछिन तपाईँ उयो गरौँ न। अघि दिउँसो सरहरू आउँदाखेरि फिटको सरहरू आउँदाखेरि लगभग हामीले 1300 कुखुरा हामीले गन्ती गरेका थियौँ। उहाँहरू लगभग यस्तै 2-2:30 बजेतिर आउनुभएको थियो होला। त्यस पछाडि अहिले यो त्यो अहिले लास्ट आवरको चाहिँ बेलुकाको कुखुराहरू पनि अब फेरि अब एकैचोटि विसर्जन गरौँ भनेर फेरि बेलुकाको पनि त्यो 1300मा चाहिँ प्लस कति हुन्छ। अब यहाँ हामी यताको पूर्वपट्टिको यो फ्लकको कुखुराहरू यता ल्याउँदैछौँ। अब यतापट्टि मोर्टालिटी यो यता ठुलो खोरको पूर्वको फ्लकमा पनि ल्याउन बाँकी छ। अनि उता पश्चिमपट्टिको फ्लकबाट पनि अब उताको अझै मोर्टालिटी छ। अब यो सबैहरू भेला पार्दाखेरि कति हुँदो रहेछ अनि यसको जानकारी म हजुरलाई अहिले भिडियो बनाएर फेरि हजुरको वाट्सएपमा म लगाउनेछु गर्छौँ भन्ने अब कुरो भएपछि आज चाहिँ कन्फर्म डाक्टर काठमाडौँकै डाक्टर ल्याएर अब पठाउने दिन थियो। अब आज पनि अब असम्भव भयो भन्ने कुरा उहाँहरूले गरेपछि अब उहाँहरूले यही अनुसार गर्ने भन्नु भएर हामीले अहिले यही अनुसारै गर्दैछौँ। 3 दिनको यो 1300 पुग्यो है। 1300 अब 1300 अब भरे अघि उता देख्नुभयो नि उता परको त अब भरे बेलुका सङ्कलन गर्ने बेलामा अझै कति हुन्छ थाहा छैन। त्यो पनि त्यो चाहिँ अब यसलाई विसर्जन गरेर अब त्यसलाई चाहिँ भरे बेलुकादेखिको फेरि सङ्कलन गर्ने। दुईटा भिडियो बनाइदिएको छु। एउटा 1 मिनेटको छ, एउटा 1 मिनेट 42 सेकेन्ड समथिङ 49 सेकेन्डको छ हैन। अब निकै सर यसलाई अब खाल्डोमा हालेको पनि अब कति हुन्छ यसलाई यो खाल्डो यहाँ कहाँ अट्छ त? यो अट्दैन, यसलाई बाहिर लगेर ट्र्याक्टर जङ्गल लग्यो। अब अस्ति अब यसलाई ट्र्याक्टरमा हालेर जङ्गलै लैजाउँ होला। त्यही गर्ने गनाइसकेको छ। यसलाई यो धेरै दुर्गन्ध नबनाउनु, यसलाई ट्र्याक्टरमै लैजाउँ। अस्ति एकचोटि पनि ट्र्याक्टरमै लगेको त निकाल्दा त अब यो यसको भिडियो अन्दाज बनाइदिनु। हुन्छ। यो बोराको नि खन्या भए हुन्थ्यो नि त। कुन बोराको? त्यो दुईटा होस् न। अझै उहाँ कति छ कुखुरा? खोरभित्रको यो त खोर बाहिर, खोर बाहिरको नि त सबै निकालेर आउनु पर्छ। एक एउटा हाले जस्तो गर्ने हो। निकाल्नु राम्रो थेट निकाल्नु। भिडियो बनाउनु हुँदैछ। यो कहिले गनेर सक्नुहुन्छ त? यो गनेर साध्य हुँदैन। यो हामीले गनेको चाहिँ अब यो 3 दिनको होला लगभग। 3 दिनमा यहाँ हामीले मरेको कुखुराको अब यो कति दिन मऱ्यो भनेर 3 दिनको यो डाटा सङ्कलन गर्दाखेरि अहिले हिसाब गर्दाखेरि ट्याक्कै 1300 कुखुरा चाहिँ हामीले गनेर पुर्यायौँ। डाटा अनुसार चाहिँ अब यो गनेर बसिसक्नु छैन। 1300 त यहाँ गन्यौँ। अब अहिलेको हो। अब भरे बेलुकाको पनि मोर्टालिटी कति जान्छ। बाहिरको पनि निकाल्नु, यो पनि खनाइदिनु। यो होइन, अहिले चिरेको खनाइदिनु न। अब अहिलेको अझै निकाल्न छ। अब भोलि पर्सिको पनि अब मोर्टालिटी कति जान्छ। यो बोरा पनि उताको निकाल्नु। 1300 जति चाहिँ पुर्याइयो होला। पुर्यायौँ हामीले गनेर हिसाबै राखेको छ। अस्तिको हिजोको आजको गर्दाखेरि 1300 ट्याक्कै। अब त्यो खाल्डो पनि सानो हुन्छ होला सर। यसलाई लगेर अलिक राम्रै जेसिबीले खनेर गाड्नुहोस्। पुरै गनाइसकेको छ कि अब यो धेरै दुर्गन्धित नगरौँ। यसलाई सिधा लगेर गर्ने सबै अब जहिले अब इन्सुरेन्समा क्लेम गर्दा आएर तपाईँहरूले अब यत्रो मैले कम्प्लेन गरेको पनि धेरैचोटि भइसक्यो। अब तपाईँहरू एक दिन आउनुहुन्न। अब ढाँटेको जस्तो लाग्छ होला। तपाईँहरूले एकचोटि आएर फर्मै निगरानी गरेर एकचोटि हेरिदिनु भन्दाखेरि पनि पटक मैले त्यहाँ भन्दा